ठ्याक्कै हिसाबले भन्नुपर्दा 6 अबभको ग्रस हो अहिलेको हिसाबले भन्दाखेरि अराउन्ड 7 पुग्यो होला। कति भनौँ न टेलिभिजन सोहरूमा लगायत धेरै फिल्मी प्रोग्रामहरूमा पनि पिताम्बर जतिलाई अलिकति हिट पनि भनिरहेका छैनन्। जति सोचेका थियौँ, जति एक्सपेक्ट गरिएको थियो पहिला, त्यो अनुसार अलिकति व्यापार नभएको हो जस्तो लाग्छ। व्यापारको हिसाबले प्रोड्युसरहरूले लगानी उठाइसक्नुभयो, उहाँहरू लगानी उठेर नाफामा भएपछि घुम्न गइसक्नुभयो होइन। म्यामले चाहिँ अनमोल र प्रदीपलाई सँगै ल्याउनु लागेको हो कि भन्ने पनि हल्ला छ। हाम्रो पनि इच्छा हो दुईजनालाई सँगै काम गरौँ। अब अनमोलजी आएपछि प्रदीपजी त तपाईँको अब आफ्नै हिरो भइहाल्नु भयो, समीर भट्टन ल्याउनुपर्छ भनेर पनि धेरै कमेन्ट मैले देखेको छु नि। मलाई पनि इच्छा त्यही छ, दामी देखिन्थ्यो होला है। तपाईँहरू मबाट कस्तो फिल्म चाहनुहुन्छ? एक्सन? डेफिनेटली एक्सन मुभी मैले जस्तो सुनेको थिएँ सोसियल मिडियामा जस्ता क्लिपहरू देखेको थिएँ त्यो भन्दा चाहिँ अति नै राम्रो छ। पिताम्बर बवाल बवाल बवाल। प्रदीपजी एक्सनमा आउनु भएको छ, राम्रो लाग्यो, सबै राम्रो लाग्यो। बल्ल कृष्णले अहिले आएर धेरै समयपछि उसको आफ्नो क्यारेक्टर टाइपको अलि डन टाइपको फिल्म बनाएको छ होइन। मिस पबी निस्किएपछि ठुलै बबन्डरै मच्यो जस्तो भयो, हङ्गामै मच्यो। उहाँलाई जस्तो भूमिका दिइएको थियो त्यो भूमिकामा उहाँले राम्रो गर्नु भएको छ। अलिकति मेहनत गर्नु पर्या हो, त्यो चाहिँ फ्याक्ट हो। अलिकति बढी मेहनत गर्नु पर्या हो। मैले कसैलाई पनि निकालेको छैन। माग्ने राजामा कुनै पनि कलाकार निस्केको छैन जहाँसम्म मिस पबीको कुरा छ। रियालिटी नेपाल, सबै कुरा रियल छ। कृष्ण म्याम के छ अहिले? तेस्रो हप्तामा सकिन लाग्यो लगभग होइन। तेस्रो हप्तासम्म आइपुग्दा चाहिँ व्यापारको हिसाबले प्रोड्युसरहरूले लगानी उठाइसक्नुभयो, उहाँहरू लगानी उठेर नाफामा भएपछि घुम्न गइसक्नुभयो होइन। अनि म अझै पनि चलचित्रको प्रतिक्रियाहरू लिइरहेको छु। हाम्रो हेर्न छुटेको दर्शकहरूलाई चलचित्र हेर्न अझै पनि आग्रह गरिरहेको छु। सहकर्मी साथीहरूले पनि राम्रो रेस्पोन्स दिइरहनु भएको छ। के भन्ने, एकदमै खुसी छु। के छ, कति छ व्यापार त्यो सोधौँ तेस्रो हप्तासम्म आइपुग्दा? अहिले हाम्रो चाहिँ ठ्याक्कै हिसाबले भन्नुपर्दा 6 अबभको ग्रस हो अहिलेको हिसाबले भन्दाखेरि अराउन्ड 7 पुग्यो होला अल नेपाल। अनि त्यसमा चाहिँ हाम्रो लगानी मैले पहिल्यै भनेको थिएँ, तपाईँहरूलाई थाहा छँदैछ, 5 बिलो भनेको थिएँ। अनि सबैले कोअर्डिनेट गरिदिनु भएको थियो। त्यससँगै हाम्रो आजै भन्ने मौका पाएँ भनिदिन्छु, हाम्रो 2 करोड चाहिँ ओभरसिजबाट थियो भने अराउन्ड 90 जति हाम्रो ओटिटीबाट थियो। भनेपछि हामी व्यापारिक हिसाबले लगानी सुरक्षित भइकन नाफामा गइरहेछौँ। अब एउटा निर्माताको हिसाबले भन्दा त 25 करोड 50 करोड गरोस् भन्ने भइ नै हाल्छ होइन। तर यस्तो अवस्थामा राजनीतिक माहौल यस्तो छ, द्वन्द्व भइरहेछ, मतलब आन्दोलन भइरहेछ। टिचरहरू अझै पनि आन्दोलनमा हुनुहुन्छ। घरबाट निस्किने वातावरण अझै पनि प्रपर भइसकेको छैन र पनि यतिको व्यापार गर्नु भनेको म एउटा सिनेमा भक्त भएको हिसाबले आम सो ह्याप्पी। लगानी उठ्यो त्यसको लागि त बधाई छ तपाईँहरूलाई होइन। तर पनि हामीले जति सोचेका थियौँ, जति एक्सपेक्ट गरिएको थियो पहिला, त्यो अनुसार अलिकति व्यापार नभएको हो जस्तो लाग्छ। होइन त्यस्तो त्यो त हो, किनभने एउटा मात्रै विधा हो नि त हाम्रो, न्यु इयर मात्रै विधा हो। अब यही सिनेमा यदि हामीले दसैँमा रिलिज गरेका थियौँ भने ब्याक टु ब्याक छुट्टी पाउँथ्यौँ होइन, दर्शकहरूले मजाले हेर्न पाउने हुनुहुन्थ्यो। अब अनेक माहौल छ अहिले, कता आन्दोलन कता के धन्न यतिको व्यापार गर्यो। म त त्यो हिसाबले के खुसी छु भने हामीले छुट्टी पाएको भनेको एउटा न्यु इयर हो, त्योभन्दा बाहिर यस्तो माहौल थियो, यस्तोमा पनि यतिको व्यापार गर्छ भनेर फेरि हरेक हप्ता नयाँ फिल्म छ नि त। एक किसिमले त रिलिजको टाइममा मैले यतिको व्यापार गर्छु गर्दैन पनि सोचेको थिइनँ। तर यत्रो जिम्मेवारी हुन्छ नि त एउटा निर्देशकलाई, त यत्रो लगानीको बोझ त मेरै टाउकोमा थियो। सो मैले निर्मातालाई रिटर्न गर्न सकेँ। म त त्यो कुरामा एकदम खुसी छु। कति भनौँ न टेलिभिजन सोहरूमा लगायत धेरै फिल्मी प्रोग्रामहरूमा पनि पिताम्बर जतिलाई अलिकति हिट पनि भनिरहेका छैनन्। तपाईँले पनि देख्नुभएको छ होला, के भन्नुहुन्छ? किनभने फिल्मको फेरि यति चौतर्फी तारिफ भएको छ, तपाईँको यति धेरै तारिफ भयो डिरेक्सनमा होइन, सबै कलाकारहरूले लिएर यति राम्रो फिल्म बनाउनु भयो, तर पनि अलि भनिदिनुहोस् न त तपाईँहरू। मैले त भन्नु मिल्दैन त्यो, तपाईँहरूलाई मन लाग्छ भने भनिदिनुहोस् न त। त्यो त सबैको इन्डिभिजुअल चोइस र राइटको कुरा हो होइन, मैले भन्ने कुरा होइन। जुन रियल दर्शकबाट रिवार्ड पाइरहेको छु, माया पाइरहेको छु, नेपाल मात्रै होइन, कतार, दुबई, युएस, अस्ट्रेलिया, जहाँ त्यहीँबाट रिभ्यू त तपाईँहरूले छापछाप चाहिँ देखिरहनु भएको छ होइन। त्यो रिभ्यूको आधारमा म आफूलाई यति सन्तुष्ट फिल गरिसकेँ कि अब बाँकी हाम्रो मिडियाकर्मी साथीहरूलाई के दिनु मन लाग्छ त्यो त तपाईँहरूको विचार हो होइन, जे दिए पनि स्वीकार्य छ।
अब अन्तिममा होइन अब यो सोधिहाल्नु पर्ने हुन्छ फोटो आयो फागुनमा फिल्म रिलिज गर्ने भनेर पनि आइसकेको छ न्युज होइन कता त्यही देखिरहेको थियो के हो त खास अब अनमोलजीसँग भेट के हो पिताम्बर 2 भनेर पनि हल्ला चल्यो होइन के हो त खास चाहिँ त्यो एकदम टप सिक्रेट हो होइन अनमोलसँग क्याजुअल हाम्रो कफी भेट हो होइन यतिकै फ्युचरमा अब काम गर्न सकिएला किनभने उहाँ पनि सिनेमाबाटै बिलङ गर्नुहुन्छ म पनि सिनेमाबाटै बिलङ गर्छु सो आइडिया एन्ड अलको कुरा पनि हुन्छ के गर्ने प्लान छ भन्ने कुराहरू पनि हो तर अब अहिले नै हामी टाइप भएर यो गर्छौँ भन्ने कन्क्लुजन चाहिँ भएको छैन फागुनमा आउने भन्ने फिल्म चाहिँ अब अनमोलसँगै त्यसकै लागि न्युज ब्रेक गर्नु परेन मैले अर्कोचोटि न्युज दिएर आजलाई यति मात्र हो फागुनमा केही आउँदैछ फिल्ममै आउँदैछ होइन त्यसमा केको इन्ट्रेस्ट हुन्छ तपाईँहरूलाई अब के भन्छ अब कतिले अब अनमोलजीलाई तपाईँले कुरा गरिसकेपछि कता अब कृष्ण म्यामले चाहिँ अनमोल र प्रदीपलाई सँगै ल्याउनु लागेको हो कि भन्ने पनि हल्ला छ त्यो चाहिँ मलाई पनि दर्शकले भनिरहनु भएको छ उहाँहरू दुईजनालाई सँगै खेलाउनु न भनेर होइन हाम्रो पनि इच्छा हो दुईजनालाई सँगै काम गराउनु तर अबको मेरो फागुनसम्मको प्रोजेक्टमा यो हो होइन चाहिँ पछि नै भन्छु म सम्भावना छ सम्भावना त के छ के छ पिताम्बर 2 हो कि अरू कुनै फिल्म त होइन पिताम्बर 2 पनि आउँछ त्यो बिचमा सम्भवतः मैले 2टा फिल्महरू गर्नुपर्ने हुन्छ त्यसपछि मात्रै पिताम्बर 2 आउँछ एक्सन मुभी नै बनाउनुहुन्छ कि के छ अब अनमोललाई लिएर कुरा भएपछि एक्सन मुभीकै लागि बाहेक अरूसँग पनि काम गर्दैछु म आइसकेपछि त्यही कुरा नै जोड्नु पर्यो होइन त्यो एक्सन मुभीकै लागि हो कि त्यो चाहिँ अब फेरि पछि ठ्याक्क अनमोलको त्यो मुहुर्तको दिन भन्ने कुरा त्यही हो नि त फेरि नयाँ कुरै हुँदैन त्यो दिन मतलब पोजिटिभ साइन छ अनमोलजीबाट तपाईँहरू मबाट कस्तो फिल्म चाहनुहुन्छ एक्सन एक्सन मुभी डेफिनेटली एक्सन बनाउँछ कतिले चाहिँ कमेन्टमा केसम्म गरे भन्दा अब अनमोलजी आएपछि प्रदीपजी त तपाईँको अब आफ्नै हिरो भइहाल्नु भयो समीर भट्टन ल्याउनुपर्छ भनेर पनि धेरै कमेन्ट मैले देखेको छु नि तिनजनालाई एकसाथ मलाई पनि इच्छा त्यही छ है दामी देखिन्थ्यो होला है त्यसमा कल गर्नु अब एउटा मेकरलाई राम्रो चलेको आर्टिस्टहरूसँग जसले चाहिँ दर्शकले मन पराउनु भएको आर्टिस्टसँग काम गर्ने इच्छा हुन्छ होइन मलाई पनि छ डेफिनेटली तर सबैको टाइम स्क्रिप्ट त्यो सबै कुराहरू जुर्नुपर्छ मिल्नुपर्छ सबभन्दा पहिला अहिले पिताम्बरको क्लोजिङ भएको छैन यो स्टिल रनिङ छ होइन यो सकियोस् त्यसपछि म पनि अरू 2टा स्क्रिप्टमा बसिरहेको छु कुनमा कसलाई जुड्छ कसरी सहकार्य गरिन्छ त्यो तपाईँहरूबाटै थाहा हुने हो हस् बेस्ट अफ लक फिल्म चलिरहेको छ अझै चलोस् थ्याङ्क यू जति दिन मनाए पनि दर्शकको यस्तै माया चाहिँ पाइयोस् थ्याङ्क यू हस् ओके ईशा म्यामबाट जान चाहे कस्तो लाग्यो मुभी मैले जस्तो सुनेको थिएँ सोसियल मिडियामा जस्ता क्लिपहरू देखेको थिएँ त्योभन्दा चाहिँ अति नै राम्रो छ सो सोसियल मिडियामा धेरैले चाहिँ के सोचिरहनु भएको छ जति क्लिप भाइरल भएको छ त्यो नै होला एन्डिङ यही नै हो कहानी मैले थाहा पाइसकेँ भनेर सोचिरहनु भएको होला तर त्यो होइन ट्विस्ट एकदम धेरै छ एन्डिङ एकदम वाउ छ सो प्लिज आज नै हेर्नु होला यो फिल्म छुटाउनु भनेको चाहिँ अहिलेको इन्टरटेनमेन्ट अहिलेको यो मेन इन्टरटेनमेन्ट भनेको अहिलेको अवस्थामा चाहिँ पिताम्बर छ यो मेन इन्टरटेनमेन्ट चाहिँ हजुरले छुटाउनुहुन्छ अहिलेको अवस्थामा फिल्म छुटाउनु भयो भने कतिको मनपर्छ तपाईँलाई एक्सन मुभी कतिको हेर्नुहुन्छ कतिको मन म त्यति धेरै एक्सन मुभी मनपर्ने मान्छे चाहिँ होइन रोमान्टिक एकदम एक्जोटिक लोकेसन होइन त्यस्तो फिल्म मन पराउने मान्छे हो तर पनि म जस्तो मान्छेलाई पनि यो फिल्मले बाँध्यो भनेपछि अवश्य पनि एक्सन फिल्म मनपर्नेलाई कस्तो मनपर्छ होला त्यो त अब उहाँहरूले नै एक्सप्लेन गर्न सक्नुहुन्छ ओके ऋषि सर अब भर्खरै माग्ने राजाको सुटिङ पनि सक्नुभएको छ तपाईँले होइन अब पिताम्बर हेर्नुभयो आज कस्तो लाग्यो पिताम्बर बबाल 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 मैले छोटकरीमा भन्दा सिनेमा बबाल 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 राम्रो छ होइन यसको फाइट राम्रो छ कलाकारको पर्फर्मेन्स राम्रो छ सिनेमाटोग्राफी राम्रो छ हर चिज राम्रो छ तपाईँको एडिटिङ राम्रो छ ब्याकग्राउन्ड म्युजिक राम्रो छ हर चिज राम्रो छ नेपाली सिनेमा हामी विदेशी सिनेमा जस्तो विदेशी सिनेमाभन्दा हामी कम छैनौँ है टेक्निकल्ली भन्ने कुरा यो सिनेमाले प्रुभ गरेको छ अब यो फिल्ममा भनौँ न यति धेरै कलाकारहरू सायद पहिलोपटक यसरी आउनुभएको छ होइन कस्तो लाग्यो अभिनय उहाँहरूको अब के भन्छ प्रदीपजी अब एक्सनमा आउनुभएको छ मलाई राम्रो गर्नुभएको छ प्रदीपजी एक्सनमा आउनु भएको छ राम्रो लाग्यो सबै राम्रो लाग्यो यो सबैको देन हाम्रो मेरो बहिनी कृषा र मेरो भाइ पुरुषोत्तम प्रधान उहाँहरूलाई जान्छ उहाँहरूले सबै कलाकारलाई एक ठाउँमा ल्याएर नेपालको सबै स्टारहरूलाई एक ठाउँमा ल्याएर काम गराउनु भएको छ
उहाँहरूको मेहनतलाई उहाँहरूले जुन काम गर्नुभयो त्यसलाई सलाम गर्न चाहन्छु। र अब यति धेरै कलाकार हुनुहुन्छ नि त होइन, मल्टी स्टार मुभी भए तापनि सबैको काम सबैको स्क्रिन टाइमिङ चाहिँ पर्फेक्ट छ कि कसैको पनि बढी कसैको कम भन्ने छैन। कहानी अनुसार स्टोरी अनुसार मजाले बगेको छ र मजा आएको पार्ट भनेको चाहिँ स्क्रिन प्ले यस्तो राम्रो छ, यो स्क्रिन प्ले यस्तो राम्रो छ कि त्यो कुन पछि के आउँदा त्यो हामी सोच्दा सोच्दै नै केही धेरै सोच्नै पाउँदैनौँ कि त्यो एकदमै मजाको छ। हामीलाई बोर हुने ठाउँ एज अ दर्शक चाहिँ कहीँ पनि नै छैन, पर्फेक्ट नै छ। रिसर्च तपाईँ एज अ डिरेक्टर भएर पनि होइन अब कृष्णा म्यामको कस्तो लाग्यो डिरेक्सनको पार्ट? कृष्णासँग मैले अहिले होइन उसको पहिलो फिल्मदेखि म चिन्छु। उमा एउटा एकदमै इनर्जेटिक मान्छे हो होइन, काम गरौँ केही न केही काम गरौँ भने हुटुटी भएको मान्छे हो, उसँग क्षमता छ। बल्ल कृष्णले अहिले आएर धेरै समयपछि उसको आफ्नो क्यारेक्टर टाइपको अलि डन टाइपको फिल्म बनाएछ होइन। कृष्णलाई भने मैले तिम्रो आफ्नो क्यारेक्टर जस्तो रहेछ नि त, खतरा डन जस्तो बनाएछ भने हजुर दाई भनेर भन्दै थियो। राम्रो लाग्यो। कृष्ण हिजो पनि राम्रो फिल्म बनाएको हो, प्रोड्युसर पनि राम्रो हो, डिरेक्टर पनि राम्रो हो। ऊ भाइहरूलाई थाहा छैन, ऊ एक्टर पनि राम्रो एक्टिङ पनि गर्छ कृष्णले। तपाईँ पनि के भन्छ अलिकति ग्याप पछि फेरि आउँदै हुनुहुन्छ, यता म्याम पनि अब फर्स्ट टाइम डेब्यू गर्दै हुनुहुन्छ। उहाँ त झन् नरसिम्हाबाट त्यो पनि एक्सन मुभी छ त्यो पनि होइन, के भन्नुहुन्छ उहाँ? यस्तो छ बाहिर उहाँले मेरो माग्ने राजामा पनि खेल्नु भएको छ। ओके उहाँको मुभी चाहिँ सेकेन्ड अर थर्ड हुनसक्छ होइन, उहाँको नभनौँ हाम्रो माग्ने राजा, अब माग्ने राजा सबैको राजा र नरसिंह पछि तुरुन्तै रिलिज भयो भने मेरो सेकेन्ड मुभी हाम्रो काम पहिलो काम र अब जेरी भन्दा पछि भयो भने चाहिँ तेस्रो हुन्छ। सो लगालग तीन सेकेन्ड हुन्छ होइन। उहाँ त राम्रो आर्टिस्ट हो। मैले उहाँलाई चिन्दा 25 वर्ष जति भयो होला। मैले पहिलेदेखि उहाँसँग उहाँको क्षमता उहाँको प्रतिभा, म त उहाँको फ्यान पनि हो होइन। उहाँ हर चिजमा सफल मान्छे हो, उसले राम्रो एक्टिङ गर्नुभएको छ। माग्ने राजामा पनि मलाई एक्टिङ गरिदिएर राम्रो एक्टिङ गर्नुभयो। मैले एकपटक काम गरौँ भन्दा उहाँले रिक्वेस्ट स्वीकार गरिदिनु भयो। म एकदम खुसी छु। तपाईँ यहाँ भएपछि मैले अन्तिममा यो प्रश्न जोड्न चाहेँ, अलिकति आउट अफ टपिक हो होइन, माग्ने राजासँग रिलेटेड छ। अब मिस पबी निस्किएपछि ठुलै बबन्डर मच्यो जस्तो भयो, हङ्गामै मच्यो। के थियो उहाँलाई चाहिँ अब के हो यो खास कुरा चाहिँ? मलाई त्यस्तो उहाँको ठाउँमा उहाँ चाहिँ होइन। यस्तो तपाईँहरूले यो बजारको कुरा हो। तपाईँले पहिलोपटक मलाई सोध्दै हुनुहुन्छ। यी हल्लाहरू हुन् बजारले सुनेका, बजारका कुरा हुन्, बजारलाई सोध्ने। म ऋषि लामिछाने माग्ने राजाको डिरेक्टर म हो। मैले कसैलाई पनि निकालेको छैन। माग्ने राजामा कुनै पनि कलाकार निस्केको छैन। जहाँसम्म मिस पबीको कुरा छ, मैले पनि कतै न्युज पढेर मात्र थाहा पाएको हो, सायद उसले पनि न्युज पढेर थाहा भएको होला। कसैलाई निकालेकै छैन। मिस पबीलाई होइन उसले न्युज पढेर थाहा पायो, मैले पनि न्युज पढेर थाहा पाएँ। कमसेकम निकालेको होइन भन्ने कुरा उसलाई पनि थाहा छ, मलाई पनि थाहा छ। मलाई थाहा छैन अब हुनुहुन्छ कि हुनुहुन्न, त्यो तिनवटा सिन मात्र हो कि भाइ? मिडियाले गरेको कुरा मिडियाले भन्ने हो, हामीलाई थाहा छैन। रियल्ली एउटा कुरा चाहिँ म भन्छु, मलाई चाहिँ उहाँले नै राख्नु भएको। मैले चाहिँ मलाई आउनु भनेर पारिश्रमिक दिएर खेलाएको होइन। उहाँ सुरुदेखि नै यो रोलमा उहाँलाई खेलाउने भनेर पहिलेदेखि नै हाम्रो कुराकानी भएको थियो। स्केड्युलहरू एकदम प्याक भइरहेको थियो। ब्याक टु उहाँको टाइम अनुसार उहाँले जहिले भ्याउनुहुन्छ त्यो बेला गर्छु भनेर त्यसरी गरे हो। के भन्नुहुन्छ त? मिस पबी अस्ति रुँदै पनि हुनुहुन्थ्यो, उहाँ यो कुरा आइसकेपछि न्युज होइन। तपाईँ मिस पबीलाई गर्ने प्रश्न मलाई नगर्नु न। होइन, मलाई पनि थाहा छैन के, रियली मलाई थाहा छैन। होइन, त्यो कति सिन हो भन्ने कुरा सिनेमा हेर्नुपर्छ सर। सिनेमा हेरेपछि कलाकारपछि ल्याउनु भएको हो कि? अनि उहाँको ठाउँमा कोही पनि ल्याएको छैन के। जस्तो एउटा टेलिभिजनमा रिपोर्टिङ गर्दा, एउटा टेलिभिजनमा न्युज पढ्दा, टेलिभिजनमा एउटा मात्र रिपोर्टर हुन्छ, एउटा मात्र न्युज एङ्कर हुन्छ र फरक हुनसक्छ नि त। त्यस्तै अरू मान्छेहरू आउनुभयो होला, उहाँलाई निकालेर उहाँको ठाउँमा अर्को ल्याएको होइन। उहाँले अभिनय गर्न सकेन भन्ने कुरा आयो होइन, त्यो अब उहाँले कस्तो गर्नुभयो? उहाँलाई जस्तो भूमिका दिइएको थियो त्यो भूमिकामा उहाँले राम्रो गर्नुभएको छ। अलिकति मेहनत गर्नु पर्या हो, त्यो चाहिँ फ्याक्ट हो। अलिकति बढी मेहनत गर्नु पर्या हो, तर उहाँले राम्रो काम गर्नुभएको छ। हस्, थ्याङ्क यू। लास्टमा सबैको राजा माग्ने राजा। ओके, बाइ।
सबैको राजा माग्ने राजा र पिताम्बर पनि सबैजनाले गएर आज नै हेरिदिनु होला पिताम्बर राम्रो छ एकदमै राम्रो सिनेमा बनाएको छ पिताम्बर हेरिदिनुहोस् एकदम अनुरोध गर्दछु र नर्सिङमा पनि र नर्सिङमा जेठ 9 गते ओके